हेलो नमस्ते गाइज के छ नमस्ते तपाईहरुलाई भन्दै यो भिडियो चाहिँ सबैको सामु पुर्याइदिनु होला एकले अर्कालाई शेयर गर्दै भन्दै यो भिडियोलाई म सुरु गर्न चाहन्छु। आज चाहिँ चट्ट नेपालको एउटा भिडियो मैले देख्न पाएँ हैन। बीफको मासु बेचेको छ भाटभटेनीले भनेर चट्ट आयो। तर त्यो भनेको बीफ फ्लेभर भनेको चाहिँ बीफको स्वाद चाहिँ छ, टेस्ट छ भन्नु खोजेको, त्यो बीफ नै चाहिँ होइन। यति कुरा बुझ्नु जरुरी छ र भाटभटेनीलाई यति साह्रो गिराउने काम नगरौँ होला। त्यसै पनि यो जेनजी आन्दोलनले गर्दाखेरि भाटभटेनी जस्तो ठुलो एउटा जनतालाई मान्छेलाई रोजगार दिने एउटा कम्पनी नै भनौँ, कम्पनी यति साह्रो यो तहस नहस भएको छ हैन। अझै पनि यसलाई गिराउने काम नगरौँ, किनभने बीफ फ्लेभर भनेको त्यसको स्वाद चाहिँ बीफको जस्तो छ, तर त्यो बीफ चाहिँ होइन है, बीफको स्वाद जस्तो चाहिँ छ भन्नु खोजेको। बीफ फ्लेभर भनेको फ्लेभर कुनै पनि अब यो तपाईहरुले मिरिन्डा जुस आदि इत्यादि पिउँदा त्यसको फ्लेभर आउँछ नि, तर त्यो जुस नैमै चाहिँ त्यो सबै चिज मिक्स गरेको हुँदैन क्या। त्यो चाहिँ चट्ट केमिकल पाउँछ, त्यही हो हामीले खाएको सबै केमिकल हो, पिएको सबै केमिकल हो भनेर यति कुरा बुझ्नु जरुरी छ हैन। तपाईहरुले यो बुझ्नु जरुरी छ। यति साह्रो घामट नभइदिए हुन्थ्यो, सबै जनता बुझ्ने भइदिए हुन्थ्यो भन्ने कुरा हो मेरो चाहिँ। त्यही होइन क्या, यति कुरा बुझ्नु जरुरी छ। यो भन्दै यो भिडियो चाहिँ एकले अर्कालाई शेयर गर्दै सबैसम्म पुर्याउँ भन्ने एउटा मेरो यो चाहिँ अनुरोध हो है। हस्त, धन्यवाद।